हुनुहुन्छ म भिडियो बनाउन निस्केको थिएँ, काम गर्नुपर्छ भन्दै हुनुहुन्छ। लाग्यो है गाइज भिडियो बनाउन, केही हरियाली ठाउँमा जाम भनेको जान नसक्ने भयो। म चाहिँ हाम्रो भाइको घरमा आएको छु, छ भने म साथी लगेर जानेछु, छैन भने एक्लै जानेछु। हेरौँ त छ छैन। मेरो भाइ चाहिँ रहेनछ अहिले, कहीँ गएको होला भर्खर कलेजदेखि आएर। म चाहिँ अब भाइलाई एकछिन फोन गर्नेछु। मैले चाहिँ कल गरिरहेको छु हाम्रो केटालाई, कलेजदेखि आएर कहाँ गएको छ। केटो चाहिँ उता गएको रहेछ साथीकोतिर। म चाहिँ अब त्यसलाई छोडेर म जाँदैछु गाइज। अब चाहिँ गाउँ यस्तो छ, गर्मी छ गाइज गाउँमा नि, धेरै पो गर्मी रहेछ त। गर्मी धेरै छ हाम्रो गाउँमा नि। म चाहिँ तलतिर थोरै अलिक शीतल ठाउँमा जाँदैछु गाइज, तर आज चाहिँ एक्लै छु। कुनै दिन धेरै अलिक साथीभाइ हुन्छ नि, साथीभाइसित चाहिँ भेट भएर सँगै साथीभाइसित रमाइलो गरेकोहरू पनि हाल्नेछु भिडियो। म चाहिँ एक्लै छु गाउँमा अहिले, गाउँमा कोही छैन, गाउँ विरक्त छ माट टोक्ने। म चाहिँ ओह्रालो झर्दैछु है गाइज। अब म यतै एकछिन भुल्छु एकछिन यतै। हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो गाउँ हो, अनि यता चाहिँ हाम्रो बारीहरू छ गाइज। अब एकछिन म यतै रमाउने छु एक्लै आफ्नै तालमा। म झर्दैछु किनकि घरतिर अब अलिक मान्छे रहेको छ होइन, अनि घरमा पनि गाली गरिराख्नुहुन्छ, काम गर भन्नुहुन्छ। म काम गरेको छुइनँ, काम गर्न मन नलागेर चाहिँ म यता यसो रमाइलो गर्न आएको गाइज। देख्न सक्नुहुनेछ
कल्यो हो मरट हिँड्न नसकिने हो साला क्या है ये म चाहिँ घर पुगेँ अब इन गर्नेछु नेक्स्ट भिडियोमा भेटौँला गाइज बाबा